हेलो एभ्रिवान, सबैजनालाई नमस्ते अनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। हजुरहरूको बिहानको सुरुवात कति बजेदेखि हुन्छ त्यो त मलाई थाहा छैन, तर मेरो 10 बजेपछि हुन्छ है। कौन है ये लोग? कहाँ से आते हैं? त्यसपछि बिहान म फ्रेस हुन्छु होइन। फ्रेस भइसकेपछि के गर्नु, मेरो रुमको बिजोक हालत थियो। त्यसपछि म बिस्तारा मिलाउनतिर लाग्छु। बिस्तारा मिलाउन नआए पनि मिलाए जस्तो गरेर चिटिक्क बनाउँछु। चिटिक्क बनाइसकेपछि मेरो भाडा पनि धुनुपर्ने थियो। भाडा पनि कति दिनको थियो त्यो त मलाई थाहा छैन। भाडा पनि धुन्छु, झाडु पनि लगाउनु पर्ने थियो, झाडु पनि लगाउँछु मैले। त्यसपछि झाडु लगाइसकेपछि मेरो देख्न सक्नुहुन्छ मेरो रुमको यस्तो चाहिँ मेरो रुम देखिरहेको थियो होइन। कपडा पनि लास्टै धुनुपर्ने थियो, कति दिनपछि रुममा पानी आएको थियो। सो फेरि म कपडा धुनतिर लाग्छु। कपडालाई पिटी मिची मैले मजाले धुन्छु। त्यसपछि फेरि अब धेरै काम थियो, सुकाउनतिर लागियो। कपडा सुकाइसकेपछि मेरो टाइम लड्सअप गइसकेको थियो, काममा जाने टाइम भइसकेको थियो। अनि मेरो खाना बनाएर खाने टाइम पनि थिएन। साथीको रुमतिर साथीले 2 ग्यास दिन्छ कि भन्ने आशमा साथीको रुमतिर लाग्छु। तरिका है भीख मांगने का? साथीको रुमतिर जाँदै थिएँ। बाहिर मेरो रुमको बाहिरतिर मेरा भाइ बहिनीहरू, छिमेकी अङ्कल आन्टीका चेलीहरू चाहिँ मजाले ब्याडमिन्टन खेलिरहेका थिए। एकछिन गफ हाने जस्तो गरिदिए, गफ हानिदिए है, चलिदिए। त्यसपछि म त्यहाँबाट साथीको रुम पुग्दाखेरि चोरको जस्तो सकल बनाएर मेरो साथीले भात खाएर रहेछ को हो भनेको त। मलाई नि लास्टै भोक लागिरहेको थियो। हात नधोइकन आफ्नै हात त हो भन्दै मैले नि खाइदिन्छु भनेको, यो फेरि बिचमा बोलिहाल्यो। भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी भन्दै गर्छन् भनेर मैले पनि खाना थालेँ। भात ल्याम्म त्यसपछि खाइयो। खाना पनि खाइसकेको थिएँ। खानासाना खाएर साथीसँग एकछिन गफ हानिसकेपछि मेरो रुमतिर काममा जानलाई निस्किनु पर्यो। हाल गरेर राजा भेट्न आइरहेको छ तिम्रो दाइ। फलफुल ओके राजा ओके, पायो भने बाटोमा कुहिएको फेरि यहाँ दिएपछि लिइदिन्छु। त्यति भन्दै साथीसँग हल्का हाँसो मजा गर्दै रुममा काममा जानको लागि रुमबाट निस्किन्छु साथीको। आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ।